हालको समय मौरी पालनको लागि प्रतिकूल समय हो। यस समयमा नियमित रूपमा परेको वर्षाले गर्दा फुलमा भएका पुष्परस र परागहरू पखालिँदै गइरहेका छन्, जसले गर्दाखेरिमा मौरीलाई पर्याप्त मात्रामा खानाको अभाव भएको छ, आहारको अभाव भएको छ र यसरी आहारको अभाव हुँदा मौरी कमजोर हुने र मौरीको वृद्धि हुन नसकिने, मौरीको गोलाहरू नाश भएर जाने अवस्था सिर्जना हुनसक्छ। र त्यसबाट बचाउनको लागि, मौरीलाई हुर्काउनको लागि, बढाउनको लागि र जोगाउनको लागि मौरीलाई कृत्रिम आहार खुवाउन अनिवार्य हुन्छ। र यस कृत्रिम आहार अन्तर्गत विशेष गरी चिनी चास्नीको घोल, चिनी र पानीको घोल मिलाएर खुवाउनुपर्छ। र मौरी पालकहरूले चिनीको 1 भाग र पानी 1 भाग मिलाएर चाहिँ चिनी चास्नी बनाएर प्रत्येक 3 दिन खुवाउने र त्यस पछाडि 1 हप्तादेखि 10 दिनसम्म नखुवाउँदा पनि मौरी सक्रिय रहने, त्यस पछाडि आएर उसको वृद्धि विकास राम्रो हुने हुन्छ र मौरीलाई जोगाउन सकिन्छ। साथसाथै मौरीलाई कृत्रिम आहार अन्तर्गत पोलेनहरू पनि खुवाउन सकिन्छ। चिनी क्यान्डी बनाएर पनि हामीले खुवाउन सक्छौँ। साथसाथै बजारमा पाइने सखर पाइन्छ, सखरलाई पनि हामीले मौरीलाई कृत्रिम आहारको रूपमा चाहिँ खुवाउन सकिन्छ। यसरी कृत्रिम आहार खुवाउने क्रममा मौरीलाई अझै पनि इम्युनिटी पावर डेभलप गर्नको लागि, उसलाई झन सक्रिय राख्नको लागि अमलाको रस पनि केही मात्रामा मिसाएर हामीले खुवाउन सक्छौँ। बजारमा भिटामिन सी का चक्कीहरू पनि आउँछ र त्यो भिटामिन सी का चक्कीहरू पनि मिलाएर खुवाउँदा मौरी सक्रिय हुने, बढ्ने र हुर्काउनलाई धेरै मद्दत गर्छ। र सो अनुसार गर्नुहुनको लागि हामी सम्पूर्ण मौरी पालकहरूलाई अनुरोध पनि गर्न चाहन्छौँ। हस्, नमस्कार।